यो के रहेछ भनेदेखि ओम नमः धनन्त घन्ट राजे राजे कसैको जन्म कसैको बुद्धि सुन्दरतम फुल करुण साँची श्यालजा सिंह जाजा कसै जाता जन्म विवाह भए खुबै मनका आशा हिजोसम्म मेरो यत्रो उमेर भयो आमा बुवाले निन्दा गर्नु किन हो। अब मैले के हुनु पर्यो त म कि घर छाडेर जाऊँ कि कसो गर्नु विवाह गर्ने त मनसाय नै गरिदिनु न भन्ने आजदेखि मनसाय पुरा आज बन्धनमा पर्नु। यो दम्पति जीवन भनेको अति उत्तमदायक। आजभन्दा अगाडि हजुर एकल हुनुहुन्थ्यो, निर्धक्क हुनुहुन्थ्यो, म एकल। आजबाट उहाँ बन्धन श्रीमती ल्यायो खुट्टे सुहाएर छोराछोरी भयो घन्टेसो कहीँ जानु पर्दाखेरि बाबा कहाँ जाने भनेर घन्टेसो लाग्नु त्यसो हुँदाखेरि आज कहाँ मितिबाट यो प्रत्यक्ष किन यत्रो निमन्त्रणा गर्नुभयो भन्दाखेरिमा चाहिँ हरेक कार्यक्रम गर्दा एउटा सम्पूर्ण एउटा हाम्रा मान्यजनहरूको उपस्थिति नगरिकन कार्यक्रम हुँदैन भन्ने चाहिँ हाम्रो पुरानो संस्कार हो। र उहाँ हजुरी लगायत माताजी पनि हुनुहुन्छ यहाँ। हजुर यहाँ माताजी यहाँ हुनुहुन्छ, ठुलो माताजी यहाँ है। हजुरआमा हजुर त्यहाँबाट जन्म माताजी हजुर हजुर। अब सर्वप्रथम चाहिँ मेरो भनाइ के छ भने माता पिता घरमा हाम्रो संरचना मन्दिरमा हुनुहुन्छ भने हाम्रो तीर्थयात्रा बद्री क्यादर जानु पर्दैन। माताजीको मन कहिले गाउनु, माताजीलाई सेवा गर्नुपर्छ। माताजीको आज्ञा बगैर हामी कहिल्यै पनि कहीँ प्रस्थान गर्ने पनि प्रयास गर्नु कहिले दिनुभयो। उनको बाठो हुनुहुन्छ, अहिले धेरै धेरै लेखाइ पढाइ हुनुहुन्छ। ठुलो दर्जी त के गर्ने हजुर, त्यतिखेर पढ्ने सिस्टम कमी थियो। बरु खालि बुढी बाख्रा चढाउनु यता डाँडा अप्सन पाइँदैन। त्यसो हुँदाखेरि डाँडा काँडा त बरिफल जस्तो तपेर उकालो हिँड्दै गर्दाखेरि त्यो घरमा पुगेर चाहिँ त्यहाँ बस्न पाइयो। पसिना के रहेछ कुनै नेगी जोगी कमी कमजोरी माया ममता भएको त्यस्ता सधैँ त उहाँ बस्न सक्नुहुन्न। हजुरलाई चाहिँ अर्पण गरिदिनु जस्तो शीतल छाएर दिनुहुन्छ भने त्यस्तै मायाले उहाँहरूलाई छाएर। त्यसो हुँदाखेरि सदा दिन दीर्घायु र क्रान्तु घडीसम्म भगवान्ले कृपा गरे अर्पित गरे माया ममतासँग। जसरी आज जल मल बत्तीका बनाएर हजुरआमाको चाहिँ दम्पति जीवन भनेको चाहिँ एउटा गङ्गा सागर जस्तो भएर सम्झेर पर्यो। गङ्गा सागरको पानी कसलाई केही कार्यक्रम गर्दा गङ्गा सागरको थोपा जल अर्पित नगरिकन त्यो कार्यक्रम त्यसो हुँदाखेरि सदा मम्मीजी सबैभन्दा प्रमुख मम्मीजी उहाँले सृष्टि गर्नुभयो र आज हामी नाति नाति बन्यौँ। लगायत उहाँ बुढाइ दिनुहुन्छ, उहाँ माताबाट जन्म भएको छ। कहिले पनि होस् माता पिताको मन हामीले सर्वप्रथमका चाहिँ हाम्रो पितृ मृतक भएर जानुभयो, स्वर्गवासी हुनुभयो, उहाँहरू हुनुभयो, जिउन सफल हुनुभएको आफ्ना माता पितालाई उहाँहरूको आज्ञा बेगर केही गर्नुपर्दा हजुरले माताजीलाई हजुर आज त एउटा साधु सन्त पो आएछ त मसँग चाहिँ एउटा भिक्षा माग्नु भन्दाखेरि पनि मम्मी जिउ के गरौँ मैले भनेपछि उहाँको आज्ञा बेगर कहिले पनि नगर्नु।
अब बुबाजीको आज्ञा बगैर हजुरले बुहारी यता हेर्ने ए पर्दैन र सदा दिन दीर्घायु र उत्तर प्रगति हजुर सारा स्वीकार गरेर हामी कष्ट देख्न पाऊँ। कुनै दिन के हुन्छ भने उहाँ नभएको टाइममा शास्त्री नभएको माताजी नभएको टाइममा कुनै कस्तो दुलाई ल्याउनु भयो त हाम्रो हजुरहरू भनेको हाम्रा घरका लक्ष्मी बेगारको भनाइ के छ ठाउँ भएदेखि एउटा गौमाता र घरमा छोरी जन्म नभएको घर कुलक्षण हुन्छ भनेर दुलै भएर एउटा बुहारी भएर हजुर हाम्रा संरचनामा प्रवेश गरिदिनु भएको छ। हाम्रो यत्रो लामबद्ध इष्टमित्रलाई चाहिँ निमन्त्रण मम्मीले गरेर आज हजुरहरूको कार्य आज समापन लगायत के गरौँ त्यो सुनसानमा त भएन। पनि उहाँ दन्तकाली बुढा सुब्बा गर्ने पहिले घन्टीको चाहिँ वाद्यवादनबाट मात्रै भित्र प्रवेश गरेँ। त्यस्तै विवाह गरेर हामी पञ्चे राजाको आज कति रमाइलो भयो अनि हजुर अब समयले पनि अलिकति नेटो काट्दै गएको छ, धेरै लामो कुरा हजुर। त्यसो हुँदाखेरि उत्तर प्रगति हजुरको सदा दिन होस्, दम्पति जीवन सदा दिन गङ्गा बगे जस्तो हजुरको मन विचार यो उज्यालो मुहार सदा दिन शिव पार्वती शिवको जस्तो शक्ति हो साह्रै पार्वती सदा एक दिन बुढो दाजु फेरि जस्तो 13 सालमा त्यतिखेर हजुर त के अहिले अब विदेश चाहिँ हाम्रो गाउँमा जस्तो बुढोहरू त्यसो हुँदाखेरि यो हाम्रो यो बुढो दाजुको भनाइ सदा दिन हाम्रो शान्ति नै शान्ति होस् र हाम्रा नियमलाई के भन्छ भने आफूले मान्ने जनको आज्ञा बेगर भगवान् जस्तो माताजी हुनुहुन्छ, माताजीको आज्ञा बेगर हजुरहरूले कहिले पनि काम नगर्नु होला र माताभन्दा ठुलो हाम्रो माताजीलाई कहिले पनि हामीले मान्छे हुँदैन। हजुर माताको ले बुहारीको दुःखलाई त सयौँ वर्षमा नि हामी पार गर्न सक्छौँ। माताको त्यति हामी त्यसो हुँदाखेरि अब 100 वर्षको आयु र हजुरहरूमाथि भगवान्ले कृपा गरौँ। सदा दिन हाम्रा उत्तर प्रगतिहरू सञ्चालन भइरहेको हजुरहरूको अर्को कहिले पनि कुलक्षणले बास नगरौँ, लक्ष्मीले बास गरौँ। जहिले पनि हाम्रो एउटा नियम के छ, बेलुका डालिद्री र लक्ष्मीको प्रवेश आगमन त्यतिखेर जहिले छोरी चेलीले बाहिर एउटा दीप बाल्नु त्यहाँ लक्ष्मीको बास हुन्छ, प्रवेश हुन्छ। जहाँ दीप बलेको छैन, अन्धकार छ, त्यहाँ डालिद्रीको प्रवेश हुन्छ। त्यसो र अब के गर्नु हजुर, सबै किताब पढौँ भने 11-12 पढ्छौँ। अब यसलाई छुट्याउने क्लास गरौँ। अब अझै बाँकी नै छ, अलिकति छ हजुर। अनि यसलाई एकछिन पोको पारेर अनि अझै यहाँ पर्नु बाँकी नै छ, बाँकी नै छ। यो भनेको चाहिँ सन्तान भएर मम्मीलाई यो कहाँ राख्नु भनेर मम्मीको आज्ञा अनुसार अनि छिटो सक्छ
अलिक मजाले बाँध्न यसरी मजाले बाँध्न यस जान्छ ल आयो भयो भयो ले हो पोखिनु हुँदैन जहाँ हाम्रो प्रमुख स्थान छ त्यहाँ मम्मीले कहाँ बोलाउनुहुन्छ त्यहाँ बाँध्ने अब यसलाई संरक्षण गर्ने राम्रो गरी नपोखियोस् म के भनाइ चाहिँ यसलाई राख्नु सुरु भयो अब हजुरको ठिक हजुर छाट उठेर यता हाम्रो बेहुली नानी अगाडि यो जुत्ता खोल्नु जुत्तालाई ढोकिँदैन हामी चरण मुख्य चरणमा ढोकिन्छ मोजालाई चाहिँ ढोकिन्छ ढोकिँदैन मोजा चाहिँ नि मोजा नि फुकाल्नु पर्ने यता अब के गर्नु भन्दाखेरि आजसम्म हजुरहरू दिदीभाइ हुनुहुन्थ्यो कि के हुनुहुन्थ्यो हामीले थाहा थियो आज यत्रो यो प्रमाण चाहिँ के भने उहाँले जति उपस्थिति गराएको छ प्रमाण पहिला बोयफ्रेन्ड गर्लफ्रेन्ड थियो कि अहिले श्रीमती पहिला त बोयफ्रेन्ड गर्लफ्रेन्ड थियो सबैले देख्दा साँच्चै दम्पति हो भन्ने चाहिँ प्रमाण भयो अब हजुरले अब के भन्ने भने आजदेखि आजको मितिबाट यो 28 गतिको मितिबाट हजुर मेरो पन्जामा पर्नु मेरो जो कहाँ हुनुहुन्थ्यो कुनै साइनामा कुनै सम्बन्धमा हुनुहुन्थ्यो मेरो अधिकार थिएन अब माथि 33 कोटी भगवान्सँग चाहिँ तपाईँ त्यहाँ परिक्रमा जानुभयो भने तपाईँलाई पाउबाट तान्छु तल बासुकीनाथ धरती मातासँग जानुभयो भने तपाईँ शिरबाट तान्छु भनेर कोट च्यातियो नि च्यात्यो डह्रो च्यात्यो आज चाहिँ मेरो पन्जामा पर्नु पो दायाँ बायाँ गर्नु पाउनु भनेर प्रत्यक्ष भनिदिनुहोस् न त्यो चाहिँ पक्का भन्नु है यसले दायाँ बायाँ चाहिँ नपाओ हिजै भनिसक्यो हाम्रो छोराले दायाँ पर्यो हजुर यता सुन्नु सिडिओको अगाडि त्यहाँ बस्ने अधिकारीको कति सिडिओलाई नसकेको कार्य हजुरको सिडिओ उहाँ चाहिँ जानुपर्दा सिडिओको आगे अब सबै कुरो भयो जमिन पनि त एक कठाली अनि 2टा आँपको पिसेर लिचिला अब धेरै चाहिँ भन्दैन समाज हजुरहरू के यो बनी बुझ गरेर कोदालो भन्छ मेरो 8जना छोरा छ पाउँदैछु हजुरहरू त जागिर एउटा चाहिँ प्रमुख ठाउँका जागिर 16 जना भयो पनि समस्या छैन भन्नु खोज्नु भएको तर म त्यत्रो दिन्न ठिक छ धर्मको लागि 5 बहिनी छोरी लक्ष्मी सरस्वती जस्ता चाहिँ उदार छोरी हुन् उत्तर प्रदेश जिल्लामा धेरै माया ममताहरू सक्ने कति राम्रो आशीर्वाद चाहिँ भुइँमा नझरोस् बढाएर 15 जना बनायो मरिसक्यो 15 जना चाहिँ अब त्यस्तै कर्मको लागि 5 भाइ छोरा आयो म त आइरहन्छु नि त्यसो 5 वटा काइला पनि आयो हाम्रो काइला पनि पर्यो फरक पर्यो काइला अन्तरे चाहिँ हरायो नि अन्तरे हरायो 25 पार्दा अझ उत्तम दायिक भयो अनि अन्तरे त हरायो नि त हौ काइलासम्म त भयो त हौ किनभने प्रमुख कुरो म के हजुरलाई स्पष्ट पार्छु भने मुसाले चाहिँ 7 वटा श्रीमती बिहे गरेर हाम्रो नेपाल घेराउ गरिसक्यो हामी चाहिँ राम जस्तो छोरी सीता जस्तो छोरी भन्नु ढुक्क हामी चाहिँ निचरिसक्यो पाँच भाइ छोरा अन्तरे त हरायो त नि काइलासम्म त्यो भयो नि हो जन्तरे लखनतरे कुनै व्यापार गर्दा नि त गल्लामा पहिले 1000 दिन्छ ठिकै छ होइन कुरा बुझिसक्यो तपाईँ कुरा बुझिसक्यो त्यहाँबाट बढाएर लाने काम तपाईँले जति आशिदियो 2टा पनि बनाए पो बनाउँदैन के भन्नु जति आशिदियो 2टा
भने हुँदै हुँदैन यिनीहरूले बनाउँछ भरिसक्छ प्रयास गर्नु पर्छ सुन्ने पार्नु एक भाइ छोरालाई फटाइ गऱ्यो भने त सक्यो भाइ भाइले एउटा फटाइ गर्ने चाल्यो त सक्रिय हुन्छ नि आमा बाबुको याद गर्छ मैले होइन थाकेर वाक्क भएर निस्किनु भएको हजुर सम्पूर्णै हाम्रा उपस्थिति मान्यजनलाई मैले नमस्कार धन्यवाद आजको जानी तपाईँले एउटा कुरो चाहिँ मैले मैले एउटा याद गरेँ भने नि तपाईँ त संस्कृति पनि आउँदो रहेछ नि त गरिलिएपछि आउँछ है भाषा भन्ने कुरो सिकेर आउने हो अघि नै मैले हजुरलाई मलाई निकै धेरै भाषा 7वटा भाषा आउँछ प्रश्न होइन जापानी भाषा भने म पित्र बुझाउँछु है त्यसले गर्दा तपाईँले त्यस्तै हो भाषा भने त्यसै गरी कति राम्रो मैले अघि नै हजुरलाई प्रश्न पारेँ बुवाले पढाउनु भएन खालि बाख्रा हजुर र 10वटा नाता नातिनी कसले हौ अब मेरो हार्दिक सम्पूर्णैलाई मेरो विदाई कार्यक्रमको बापतमा आजको कार्यविधि यो बुढो दर्जीबाट समापन गर्ने अनुमति छ मैले जानी नजानी मैले धेरै कुरा भन्नुभयो र यो भविष्यवाणी पनि गर्नुभयो अब भविष्यवाणी चाहिँ धेरै अनि अब ड्रामा गोवा टपरामा धान फु गर्दैछ कि बर्थडे होइन फुल छ यहाँभित्र फुल छ त मैले फुल ल्याइदिएको लु भयो अघि पुसेर रेडी जति भाइ एम भाइ धन्यवाद बेहुला बेलीको तर्फबाट बेहुलाको मम्मीको तर्फबाट मैले जो कुरा तर्फबाट सबैको तर्फबाट सबैलाई धन्यवाद धन्यवाद एकदमै बिहान हजुरहरूलाई माताजी हुनुहुन्छ यस्तो श्याम सुन्दर पार्वती माताजीलाई मैले यहाँ कुरो बुझ्दा यस थियो एक दिन अब सिद्धि हो ल